साथीहरू फेरि पनि मेरो मिनी ब्लगमा हजुरलाई स्वागत छ। खाना खाएर हामी आइसक्रिम खान थाल्छौँ साथीहरू। म आइसक्रिम मेरो बच्चालाई जबरजस्ती खिलाउन खोज्छु भने नाइ भन्छ, अनि म जबरजस्ती फेरि खिलाउन खोज्छु, त्यहाँदेखि उठेर भित्र गइहाल्छु साथीहरू। फेरि हाम्रो सल्लाह हुन्छ सपोटा खाने भनेर, फेरि दाजुले भन्छन्छ सपोटा निकाल्न जा भनेर म दिल्ली लगेर फटाफट सपोटा निकाल्नतिर लाग्छु साथीहरू। हजुरहरू भिडियो नछुटाएर अन्तिमसम्म हेर्नुहोला, म के गर्नेछु भनेर हजुरहरू हेर्दै जानुहोला साथीहरू। म त्यहाँदेखि चढेर माथि जान्छु अनि रुखमा गएर सपोटा निकाल्नेछु साथीहरू। हजुरहरूलाई मनपर्छ भने कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। आज हाम्रो सपोटा खान्छौँ, सपोटा पनि धेरै छन्, त्यही भएर हामी सपोटा टिपेर खानेछौँ साथीहरू। हजुरहरूलाई पनि सपोटा मनपर्छ भने आउनु होला, म हजुरहरूलाई निकालेर दिनेछु साथीहरू। आजको हाम्रो काम दिनभरिमा सपोटा निकालेर खाने हुनेछ साथीहरू। आजको भ्लग चाहिँ यतिमै हुनेछ साथीहरू। अर्को भ्लग पनि म भोलि लिएर आउनेछु साथीहरू। हजुरहरूलाई मनपर्छ भने कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू। बाई बाई, सी यू नेक्स्ट भिडियो साथीहरू।